नमस्ते म्याम। नमस्कार हजुर। म यहाँ बस्छु है। यहाँ बस्नुहुन्छ यता बसेर हुन्छ कता बस्नुहुन्छ? कहाँबाट आउनुभयो? म पनौतीबाट आएको खासमा। हजुर। अब म एकदम घरमा मलाई झ्याउ लाग्यो कि केही पनि छैन, अब सिक्ने कुरै केही पनि, अब स्किलै भएन कि काम गर्न जाउँ भने केही पनि छैन कि बोर्ड लाग्यो। दिक्क लागिसक्यो मलाई, अब जिन्दगीदेखि दिक्क लाग्न थालिसक्यो होइन। जिन्दगीदेखि दिक्क त मान्नु भएन, हामी छौँ नि त त्यसको तपाईँको जिन्दगीको दिक्कपन हटाउनलाई हामी यहाँ बसिरहेको छौँ होइन। अब के गर्न चाहनुहुन्छ ल भन्नु, हामी तपाईँलाई जब पनि दिन्छौँ, हामी तपाईँलाई ट्रेनिङ पनि दिन्छौँ है। अब तपाईँ चाहिँ के गर्न इन्ट्रेस्ट हुनुहुन्छ? म चाहिँ खासमा अब जब गर्न गएको, हेर्नु स्किल छैन भाइ, त एक्सपिरियन्स छैन, स्किल छैन त जा भन्ने कामै दिएनन् मलाई। म चाहिँ आज ट्रेनिङको लागि बुझ्न आएको। तपाईँहरूको यही स्किल छैन, एक्सपिरियन्स छैन, ट्रेनिङ छैन भन्ने समस्याको सवालमा नै लिएर हामी यहाँ बसेका छौँ है। अब तपाईँहरूलाई हामी के ट्रेनिङ दिन्छौँ चाहिँ तपाईँ सुन्नुहोस् ल। हाम्रो यहाँ चाहिँ मन्टेसरी ट्रेनिङ हुन्छ। मन्टेसरी चाहिँ नर्मल टिचर बन्नको लागि हो। यो चाहिँ दिदी बहिनीहरूलाई बढी युजफुल हुन्छ। तपाईँले कोही हुनुहुन्छ भने सजेस्ट गर्न सक्नुहुन्छ। अनि त्यसपछि अर्को चाहिँ हाम्रो कुक, वेटर, हाउसकिपिङको ट्रेनिङ हुन्छ। अब यो चाहिँ तपाईँहरूलाई यहीँ बसेर जब गर्न हुन्छ, बाहिर जानको लागि सपोर्ट पनि भयो। आफ्टर ट्रेनिङ तपाईँ कुक बन्न सक्नुहुन्छ, वेटर बन्न सक्नुहुन्छ, हाउसकिपर बन्न सक्नुभयो है। अनि अर्को चाहिँ हाम्रो अकाउन्टको ट्रेनिङ हुन्छ, ट्याक्स भ्याट अकाउन्टेन्ट ट्रेनिङ। त्यो ट्रेनिङ पछाडि चाहिँ तपाईँ एउटा अकाउन्टेन्ट पोस्टमा बसेर काम गर्न सक्नुहुन्छ। यो मध्ये तपाईँलाई कुन चाहिँ बेस्ट लाग्यो? मलाई त कुक राम्रो लाग्यो नि। कुक राम्रो लाग्यो? ठिक छ। भर्खरको यङ्स्टर छु म त अब विदेशतिर गयो भने मलाई फाइदा हुने रहेछ त कुकबाट। नेपालमा पनि अब कुकको लागि त काम त फालाफाल छ, एकदमै धेरै छ। तपाईँले कुकको ट्रेनिङ लिनुभयो भने तपाईँलाई चाहिँ जब 100%। अब त्यसको लागि एउटा फर्म फिलअप गर्नु, अनि त्यस पछाडि ट्रेनिङमा बस्ने, ट्रेनिङ फिनिस भएपछि जम्मा लाने ल। हुन्छ, धन्यवाद।